आजको यस भिडियोमा हामी गाइडेड राइटिङको एउटा अझै सोध्न सकिने एउटा प्रोबेबल क्वेसनको बारेमा हामी कुरा गर्छौँ र त्यो हो इन्टरप्रिटेसन अफ डायग्राम अथवा यसलाई हामी डायग्रामको एक्सप्लेनेसन पनि हामी भन्न सक्छौँ है। अब हामीलाई क्वेसनमा कुनै पाई चार्ट अथवा कुनै बार ग्राफ अथवा लाइन ग्राफ अथवा टेबल यस्तो दिन सक्छ, एउटा खालको डायग्राम दिन सक्छ अथवा कुनै पिक्चर पनि दिन सक्छ। यस्तो खालको डायग्राम्सहरू हामीलाई दिन सक्छ अनि हामीलाई त्यसलाई एक्सप्लेन गर्नु भनेर भनेको हुन्छ। यसलाई नि हामी इन्टरप्रिटेसन अफ डायग्राम भन्छौँ। डायग्राममा के छ त्यसलाई चाहिँ हामीले सिम्पल ल्याङ्ग्वेजमा बुझ्ने तरिकाले हामीले एक्सप्लेन गर्नु पर्यो, त्यसलाई नि हामी इन्टरप्रिटेसन अफ डायग्राम भन्छौँ। अब सुरुमा हामीले यो बुझ्नु पर्यो कि बार ग्राफ अब पिक्चर हुन्छ, त्यो पिक्चरलाई हामीले एक्सप्लेन गर्नुपर्छ। त्यो पिक्चरले चाहिँ के भनेको हुन्छ, त्यो पिक्चर चाहिँ के हो भन्ने कुरा हामीले बुझ्नु पर्यो है। त्यो सुरुमा पिक्चर बुझ्नु पर्यो। पिक्चरमा चाहिँ बार ग्राफ दिन सक्छ, यस्तो खालको बार ग्राफ एक्स एक्सेस वाइ एक्सेस हुन्छ अनि यस्तो खालको बार ग्राफ, यसलाई बार ग्राफ भनिन्छ। तपाईँहरूले हेरिसकेपछि बुझ्नु नै हुन्छ, यो म्याथको बेसिक कुरा हो, स्ट्याटिस्टिक्समा पढ्नुपर्ने बेसिक कुराहरू हो। टेबलहरूमा होइन यस्तो खालको टेबल्सहरू दिन सक्छ, यस्तो लाइन ग्राफ दिन सक्छ, कुनै पनि डेटाको कुनै पनि स्ट्याटिस्टिक्सको लाइन ग्राफबाट पनि दिन सक्छ, पाई चार्ट पनि दिन सक्छ होइन। त्यो यस्तो विभिन्न खालको इन्फर्मेसनहरू हामीलाई दिन सक्छ। जसरी दिए पनि त्यहाँ एउटा इन्फर्मेसन हुन्छ, त्यो इन्फर्मेसनलाई चाहिँ हामीले त्यो डायग्रामको फर्ममा हुन्छ क्वेसनमा चाहिँ हामीले त्यसलाई एक्सप्लेन गर्नु पर्यो आफ्नो वर्ड्सहरूमा, एउटा ल्याङ्ग्वेजमा एक्सप्लेन गर्नु पर्यो। अब हाम्रो मनमा यो क्वेसन हुनसक्छ कि किन हामीले त्यो डायग्रामलाई एक्सप्लेन गर्न किन जान्नुपर्छ। अब यो 5 मार्कमा सोधिन्छ, गाइडेड राइटिङको क्वेसन नम्बर 6मा 5 मार्कमा सोधिने क्वेसन हो यो होइन। अब हामीले चाहिँ त्यो इन्टरप्रिटेसन अफ डायग्राम किन गर्नुपर्छ, त्यो डायग्रामलाई एक्सप्लेन गर्न किन जान्नुपर्छ त्यसको बारेमा बुझौँ। सुरुमा अन्डरस्ट्यान्ड यसको मैले किन वाइ इन्टरप्रिटेसन अफ डायग्राम इज इम्पोर्टेन्ट, किन डायग्रामको इन्टरप्रिटेसन गर्न जरुरी छ भन्ने कुराहरू लेखेको छु। Understand and explain information shown in chart, graphs, tables, maps, pictures, etc. using clear language. हामीले त्यो डायग्राम पढेर अनि त्यसलाई यदि हामी इन्टरप्रेट गर्न सकिरहेछौँ, त्यसलाई यदि हामीले एक्सप्लेन गर्न सकिरहेछौँ भने हामीले त्यसलाई एउटा क्लियर कन्सेप्ट हुन्छ क्या हामीमा होइन। अनि हामीले त्यसलाई अरूलाई बुझाउन पनि सक्छौँ। जस्तै थुप्रै यो त सिम्पल डायग्राम्सहरू छन्, कम्प्लेक्स डायग्राम्सहरू पनि हुन्छन् नि होइन। त्यो कम्प्लेक्स डायग्राम्सहरू हेरेर बुझिरहेको हुँदैन क्या। त्यसलाई हामीले सिम्पल ल्याङ्ग्वेजमा त्यसलाई इन्टरप्रेट गऱ्यौँ, त्यसलाई हामीले सिम्पल ल्याङ्ग्वेजमा एक्सप्लेन गऱ्यौँ भने सबैजनाले बुझ्न सक्छ। यो हो त्यसको एडभान्टेज। यदि हामीले सिम्पल ल्याङ्ग्वेजमा लेखिरहेछौँ भने सबैजनाले बुझ्न सक्छ क्या है। फर्स्ट अनि यो कुन कुन फिल्ड्सहरूमा युज हुन्छ त त्यसको बारेमा हेर्नु। बिजनेस र इकोनोमिक्समा युज हुन्छ। त्यहाँ सेल्स कति भयो, प्रफिट कति भयो, मार्केट ग्रोथ कति भइरहेछ, बजेट कति छ, बजेटलाई एनालाइज गर्न सक्ने कुराहरू हुन्छ होइन। त्यो कुराहरू डायग्राममा उनीहरूले रिप्रेजेन्ट गरेको हुन्छ क्या। यसरी ग्राफबाट उनीहरूले रिप्रेजेन्ट गरेको हुन्छ। अब त्यसलाई हामीले यदि इन्टरप्रेट राम्ररी गर्न सक्यौँ भने हामीले के कुन कुरा कति भइरहेछ भन्ने कुरा हामीले सिम्पल ल्याङ्ग्वेजमा त्यसलाई लेख्न सक्छौँ क्या। फर्स्ट त्यो भयो। सेकेन्ड, साइन्समा पनि विभिन्न एक्सपेरिमेन्टहरू भएको हुन्छ, रिसर्चको डाटाहरू हुन्छ, स्ट्याटिस्टिक्सहरू हुन्छ, जुनलाई हामी डायग्राममा फर्स्ट हामी त्यसलाई डायग्राममा बनाउँछौँ क्या। डायग्रामबाट हामी त्यसलाई रिप्रेजेन्ट गर्छौँ र त्यसलाई हामीले इन्टरप्रेट गर्न सक्यौँ भने त्यो पनि बुझ्नको लागि इजी हुन्छ। थर्ड छ गभर्मेन्ट स्ट्याटिस्टिक्स। गभर्मेन्टमा पनि थुप्रै स्ट्याटिस्टिक्स, थुप्रै डेटाहरू हुन्छ नि होइन, के थुप्रै कुराहरूको रेकर्ड्सहरू हुन्छन् र त्यो तिनीहरूले यदि फिगरमा उनीहरूले रिप्रेजेन्ट गरेको छ भने सिम्पल ल्याङ्ग्वेजमा हामीले त्यसलाई लेख्न सक्छौँ र त्यो सिम्पल। अब तपाईँ नै सोच्नुहोस् होइन, एउटा कम्प्लेक्स डायग्राम छ र त्यसलाई हामीले सिम्पल इङ्ग्लिस ल्याङ्ग्वेजमा लेखेका छौँ भने कुन बुझ्न सजिलो हुन्छ त? त्यही सिम्पल इङ्ग्लिसमा लेखेको बुझ्न सजिलो हुन्छ। त्यसैले हामीले त्यसलाई अझ सिम्प्लिफाई गर्नको लागि, त्यसलाई अझ बुझ्नको लागि हामी त्यसलाई इन्टरप्रेट गर्छौँ। कुनै पनि चिजलाई अझ सिम्पल वेमा प्रेजेन्ट गर्नको लागि हामी इन्टरप्रेट गर्छौँ। यो कुराहरू हो। यो चाहिँ तपाईँहरूले यो पढिसकेपछि चाहिँ यो इन्टरप्रिटेसन पढ्दै गर्दाखेरि तपाईँहरूले बुझ्नुपर्छ कि इन्टरप्रिटेसन किन गरिन्छ भनेर। अनि एउटा डायग्राम हुन्छ, त्यसको बारेमा लेख्नुपर्छ। डायग्राम के हुनसक्छ, योहरू हुनसक्छ। बार ग्राफ यो हो, टेबल यो हो, लाइन ग्राफ यो हो, पाई चार्ट यो हो। अब तपाईँहरूले पनि डायग्राम के हुँदो रहेछ भन्ने अलिक बेसिक नलेज पाउनुभयो अनि किन गरेको रहेछ भन्ने पनि बेसिक नलेज पाउनुभयो। अब हामी कुरा गरौँ कसरी लेख्ने त होइन। त्यो इन्टरप्रिटेसन त यो रहेछ भनेर हामीले बुझ्यौँ। अब कसरी लेख्ने? हामीले लेख्दाखेरि 3वटा प्याराग्राफमा हामीले लेख्न सक्छौँ। फर्स्ट प्याराग्राफमा चाहिँ हामीले त्यो टेबलले के देखाउन खोजिरहेछ अथवा त्यो पाई चार्टले अथवा जुन पनि डायग्राम छ त्यो डायग्रामले के देखाउन खोजिरहेछ त्यो हामीले लेखिदिन सक्छौँ सुरुमा है। सेकेन्डमा त्यो के कुराहरू छ, डिटेल इन्फर्मेसन के छ त्यो हामीले सेकेन्ड प्याराग्राफमा लेखिदिन सक्छौँ। अनि थर्ड प्याराग्राफमा त्यो सबै त्यो डायग्रामबाट के बुझिन सकिन्छ, 1-2 सेन्टेन्समा त्यो पुरै डायग्राम पढिसकेपछि के बुझ्यो भन्ने कुरा हामीले लेखिदिन सक्छौँ क्या है। अनि लास्ट प्याराग्राफमा हामीले आफ्नो ओपिनियन्सहरू पनि लेखिदिन सक्छौँ। यसरी हामीले एउटा इन्टरप्रिटेसन गर्न सक्छौँ, कुनै पनि डायग्रामको इन्टरप्रिटेसन गर्न सक्छौँ। अब इङ्ग्लिसमा चाहिँ नेपालीमा हामीले इजिली लेख्न सक्छौँ किनकि नेपालीबाट हामी फ्यामिलियर छौँ होइन। अब इङ्ग्लिसमा लेख्दाखेरि चाहिँ जस्तै मानौँ कि
एक वर्षमा मानौँ कि 5 वर्षको रेकर्ड छ, एक वर्षमा अलिकति कम थियो, त्यसपछि बढ्यो बढ्यो बढ्यो। अब यो बढेकोलाई चाहिँ हामीले कसरी लेख्न सक्छौँ होइन? पाई चार्टमा एउटाले चाहिँ सबभन्दा धेरै ठाउँ ओगटेको छ, एउटाले अलिकति कम ठाउँ ओगटेको छ, कसरी हामीले लेख्न सक्छौँ कि यसले चाहिँ यति ओगटेको छ, यसले चाहिँ यति ओगटेको छ। इङ्ग्लिसमा चाहिँ हामीले यही इन्टरप्रिटेसन अफ डायग्राम्समा चाहिँ हामीले त्यसलाई एक्सप्लेनै गर्ने हो। अब चाहिँ म तपाईँहरूलाई के यस्तो वर्ड्सहरू दिन्छु होइन, के यस्तो सेन्टेन्सहरू दिन्छु जसले चाहिँ तपाईँहरूको इन्टरप्रिटेसनलाई चाहिँ अझ सजिलो बनाइदिन्छ क्या। तपाईँहरूले इक्जामको बेलामा इन्टरप्रिटेसन गर्न सक्नुहुन्छ यो वर्ड्स बिना पनि, तर यो वर्ड्सहरू थाहा पाइसकेपछि तपाईँहरूको इन्टरप्रिटेसन गर्ने जुन जुन यो क्वेसनमा तपाईँहरूले टाइम स्पेन्ड गर्नुहुन्छ त्यो कम हुन्छ। मैले यो कुरा चाहिँ तपाईँहरू याद राख्नुहोस्। 3वटा प्याराग्राफमा गर्नुहोस्। फर्स्ट प्याराग्राफमा त्यो डायग्रामले के भनेको त्यति एक्सप्लेन गरिदिने, सेकेन्ड प्याराग्राफमा त्यसको डिस्क्रिप्सन लेखिदिने, र थर्ड प्याराग्राफमा चाहिँ हामीले कन्क्लुजन त्यो पढेर के बुझ्यौ भन्ने कुरा हामीले लेखिदिँदा भयो। अब चाहिँ म तपाईँहरूलाई केही वर्ड्सहरू लेखिदिन्छु, त्यो वर्ड्सहरू जानिसकेपछि चाहिँ तपाईँहरूले यसलाई अझ राम्ररी गर्न सक्नुहुन्छ। अहिलेसम्म हामीले यसको फर्मेटको बारेमा कुरा गऱ्यौँ, अब चाहिँ हामी यसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरा गर्छौँ। फर्स्ट प्याराग्राफमा के लेख्ने, सेकेन्ड प्याराग्राफमा के लेख्ने, थर्ड प्याराग्राफमा के लेख्ने भन्ने पनि हामीले कुरा गरिसकेका छौँ। अब इङ्ग्लिसमा लेख्दाखेरि जस्तै फर्स्ट प्याराग्राफमा त्यसको बेसिक इन्फर्मेसन लेख्नुपर्छ, सेकेन्ड प्याराग्राफमा त्यसको फुल डिटेल लेख्नुपर्छ, र थर्ड प्याराग्राफमा कन्क्लुजन लेख्नुपर्छ। अब कसरी लेख्न सकिन्छ, मानौँ कि यो एउटा डायग्राम हो, यो एउटा बार ग्राफको डायग्राम हो। यतापट्टि मानौँ दिनहरू छ, अनि यतापट्टि चाहिँ मानौँ नम्बर अफ स्टुडेन्ट्स छ, नम्बर अफ स्टुडेन्ट्स। अब यहाँ हामीले के लेख्न सक्छौँ फर्स्ट प्याराग्राफमा, द डायग्राम सोज द्याट, द डायग्राम प्रेजेन्ट्स द्याट, द डायग्राम डेप्लिकेट्स द्याट। अब यो डायग्रामको साटोमा यहाँ हाम्रो कुन डायग्राम छ त, बार ग्राफ। यहाँ हामीले बार ग्राफ लेखिदिन सक्छौँ। त बार ग्राफले यो देखाइरहेछ, बार ग्राफले यो प्रेजेन्ट गरिरहेछ, अथवा बार ग्राफले यो डेप्लिकेट्स गरिरहेछ। द बार ग्राफ सोज द्याट नम्बर अफ स्टुडेन्ट्स प्रेजेन्ट अन डिफरेन्ट डेज इन स्कुल भनेर हामीले लेख्न सक्छौँ। अथवा यो क्वेसनमा पनि दिएको हुन्छ कि यो हो डायग्रामको बारेमा, यसलाई चाहिँ इन्टरप्रेट गर भनेर क्वेसनमा पनि दिन सकेको हुन्छ। त्यसलाई नै हामीले फर्स्ट प्याराग्राफमा त्यो लेखिदिने हो। अनि त्यसपछि एउटा अझै एक्स्ट्रा लाइन एड गरिदिन सक्छौँ। यहाँ जतिवटा डेटाहरू दिएको हुन्छ नि त्यो हामीले एड गरिदिन सक्छौँ। अल टुगेदर द रेकर्ड इज अफ 4 डेज, 4वटा दिनको छ नि, त अल टुगेदर देयर इज द रेकर्ड अफ 4 डेज भनेर पनि हामीले मेन्सन गर्न सक्छौँ है। अब सेकेन्ड प्याराग्राफमा हामीले त्यसलाई एक्सप्लेन गर्ने हो होइन, त्यसको त्यसलाई एकदम डिस्क्रिप्टिभ, त्यसको डिस्क्रिप्सनलाई लेख्ने हो हामीले सेकेन्ड प्याराग्राफमा। त्यो चाहिँ कसरी गर्न सकिन्छ, जस्तै पाई चार्टको र लाइन ग्राफ र बार ग्राफको अलग अलग कुरा गरौँ है। यहाँ मैले एउटा हाइपोथेटिकल पाई चार्ट लिएको छु। अब यहाँ जस्तै जसले चाहिँ धेरै सबैभन्दा धेरै पर्सेन्टेज ओगटेको छ नि, जस्तै यहाँ इङ्ग्लिसले सबैभन्दा धेरै पर्सेन्टेज ओगटेको छ, त यहाँ हामीले लेख्न सक्छौँ द हाइएस्ट प्रोपोर्सन इज विथ इङ्ग्लिस भनेर होइन। अनि सबभन्दा थोरै जसले ओगटेको छ त्यहाँ हामीले लेख्न सक्छौँ अ स्मल पर्सेन्टेज इज अकुपाइड बाई भनेर यसरी लेख्न सक्छौँ होइन। अनि मानौँ कि 10% अथवा 20% यहाँ कुनै रेकर्ड राखिदिन सक्छौँ क्या। जस्तै फ्रेन्च स्ट्यान्ड्स एट 10%, फ्रेन्च स्ट्यान्ड्स एट 20%, फ्रेन्च स्ट्यान्ड्स एट 30%, यसरी गरेर पनि हामीले लेख्न सक्छौँ। अथवा नेपाली मेक्स अप 10% अफ टोटल, नेपालीको चाहिँ टोटलमा 10% चाहिँ त्यसले अकुपाई गरेको छ भनेर पनि हामीले लेख्न सक्छौँ। यसरी यो कुराहरू चाहिँ हामीले युज गर्न सक्छौँ सेकेन्ड प्याराग्राफको लागि। अनि लाइन ग्राफ अथवा बार ग्राफमा यदि इन्क्रिज भइरहेछ भने, यदि बढिरहेछ भने हामीले यो कुराहरू, जस्तै यसमा हेरौँ है, सन्डेदेखि मन्डे चाहिँ विद्यार्थीहरू आउने सङ्ख्या बढेको छ होइन। फ्रम सन्डे टु अन मन्डे द नम्बर अफ स्टुडेन्ट्स हेज इम्प्रुभड, द नम्बर अफ स्टुडेन्ट्स हेज ग्रोन, इन्क्रिज, राइज, सुट अप, यो कुनै पनि वर्ड्स हामीले युज गर्न सक्छौँ क्या। अनि हामी यसरी पनि भन्न सक्छौँ अगाडि सिग्निफिकेन्ट, देयर इज अ सिग्निफिकेन्ट राइज, धेरै छ भने सिग्निफिकेन्ट युज गर्न सक्छौँ, हल्का मात्र छ भने मोडरेट युज गर्न सक्छौँ होइन। स्लाइटली राइज होइन, स्लाइट राइज मात्र भएको छ भन्ने पनि हामीले युज गर्न सक्छौँ। यदि घटिरहेछ भने, जस्तै मानौँ कि वेनेसडेदेखि थर्सडेमा घटेको छ भने देयर इज अ स्लाइट डिक्रिज होइन, देयर इज अ मोडरेट डिक्रिज, अनि फल, ड्रप, रिड्युस, गो डाउन, यस्तो खालको वर्डहरू हामीले युज गर्न सक्छौँ। यदि कन्सटेन्ट छ भने, जस्तै मानौँ मन्डे र ट्युजडेको कन्सटेन्ट 6 छ होइन, मन्डे र ट्युजडेको कन्सटेन्ट छ। ड्युरिङ मन्डे एन्ड ट्युजडे द नम्बर अफ स्टुडेन्ट्स रिमेन स्टेबल, रिमेन कन्सटेन्ट, हेज स्टे द सेम, यसरी हामीले वर्ड्सहरू युज गर्न सक्छौँ। यसरी हामीले वर्ड्सहरू युज गरेर चाहिँ हामीले त्यसको सेकेन्ड प्याराग्राफ पनि लेख्न सक्छौँ। सेकेन्ड प्याराग्राफलाई हामीले यसरी एक्सप्लेन गर्न सक्छौँ। पछि हामी यसको इक्जाम्पल्सहरू पनि हेर्छौँ, एउटा पाई चार्टको इक्जाम्पल अनि एउटा बार ग्राफको इक्जाम्पल हेर्छौँ, त्यहाँबाट पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। अब लास्टमा चाहिँ ओभरअल के बुझ्यो, त्यो पुरै पढेर के बुझ्यो भन्ने कुरा लेख्ने हो होइन। अनि आफ्नो ओपिनियन पनि एड गर्न सकिन्छ, आफ्नो पोइन्ट अफ भ्यू पनि एड गर्न सकिन्छ। त्यहाँ चाहिँ हामी कसरी लेख्न सक्छौँ हेरौँ। थर्ड प्याराग्राफमा चाहिँ while observing the data presented in the diagram, डायग्राममा भएको डेटालाई अब्जर्भ गर्दाखेरि चाहिँ मैले के पाएँ भन्ने लेख्न सक्नुहुन्छ क्या। while observing the data presented in the diagram, यो यसको इक्जाम्पल हेरौँ है। while observing the data presented in the diagram we can see that the students are willing to be present more on Wednesday होइन।
यो पनि हामीले लेख्न सक्छौँ अनि आफ्नो ओपिनियन पनि लेख्न सक्छौँ ड्युरिङ वेडनेसडे देयर इज एक्स्ट्रा करिकुलम एक्टिभिटी सो द स्टुडेन्ट्स आर प्रेजेन्टेड मोर सो द स्टुडेन्ट्स आर प्रेजेन्ट मोर अन दिस डे भनेर हामीले लेख्न सक्छौँ क्या यसरी हामीले गर्न सक्छौँ है यसरी हामीले थर्ड प्याराग्राफ सेकेन्ड प्याराग्राफ फर्स्ट प्याराग्राफ गर्न सक्छौँ अब चाहिँ हामी एउटा इक्जाम्पल हेरौँ पाइ चार्टको एउटा इक्जाम्पल हेरौँ अनि लाइन ग्राफ बार ग्राफको एउटा इक्जाम्पल हेरौँ त्यसपछि तपाईँहरूले बुझिहाल्नुहुन्छ ओके अब चाहिँ हामी एउटा इक्जाम्पलबाट बुझौँ है इक्जाम्पलबाट हेरौँ कि कसरी गरिदो रहेछ मैले दुईवटा इक्जाम्पल लिएको छु यतापट्टि एउटा पाइ चार्ट छ र यतापट्टि एउटा बार ग्राफ छ पाइ चार्ट र बार ग्राफ दुईवटा इक्जाम्पल छ यो पाइ चार्ट र बार ग्राफ सुरुमा डायग्राम हेरिसकेपछि अनि क्वेसनमा लेखेको छ कि यो पाइ चार्टले यो देखाइरहेछ यो बार ग्राफले यो देखाइरहेछ यसलाई इन्टरप्रेट गर्नुहोस् अथवा यसलाई एक्सप्लेन गर्नुहोस् भनेर लेखेको छ भने बुझ्ने इन्टरप्रिटेसनवाला क्वेसन हो भनेर अनि त्यसपछि सुरुमा त्यो डायग्रामले बुझ्न ट्राई गर्ने जस्तै यहाँ हेर्ने स्मोकिङ गर्ने यहाँ सुरुमा पाइ चार्ट जस्तै यो क्वेसन मानौँ यो क्वेसनले के भनेको छ द पाइ चार्ट सोज द एडिक्सन अफ युथ्स इन टुडेज एरा अहिलेको समयमा चाहिँ युवाहरू चाहिँ केमा धेरै एडिक्टेड छन् भन्ने यो मैले आफैले एउटा क्वेसन बनाएको हाइपोथेटिकल क्वेसन मैले एउटा बनाएको छु होइन यो पाइ चार्टले चाहिँ देखाइरहेछ क्वेसनले भनेको छ यो पाइ चार्टले देखाइरहेछ अहिलेको युवाहरू चाहिँ केमा धेरै एडिक्टेड छन् भनेर त्यो क्वेसनले भनेको छ इन्टरप्रेट इट यो पाइ चार्ट छ अब यसलाई एक्सप्लेन गर्नुहोस् रे कसरी गर्ने भन्ने हामीले हेरिसकेका छौँ एउटा इक्जाम्पलबाट अझ बुझौँ सुरुमा यो पाइ चार्ट हेर्ने अनि बुझ्ने हल्का हेर्ने है स्मोकिङ गर्ने एडिक्सनको रहेछ स्मोकिङ गर्ने 20% रहेछ गेम्सहरू खेल्ने 30% रहेछ रिल्सहरू स्क्रोल गर्ने 40% रहेछ र टिभी हेर्ने 10% रहेछ यति चाहिँ उयो रहेछ अब अघि नै मैले भनिसकेँ तीनवटा प्याराग्राफ फर्स्ट प्याराग्राफमा बेसिक कुराहरू यसको होइन के हो भन्ने कुरा मात्र सेकेन्ड प्याराग्राफमा यसलाई एक्सप्लेन गर्ने यो पर्सेन्टेजहरूलाई कुन कति छ त्यसलाई एक्सप्लेन गर्ने कुन कुन वर्ड्सहरू युज गर्न सकिन्छ त्यो पनि कुरा गरिसकेछौँ थर्ड प्याराग्राफमा कन्क्लुजन र के पायो अनि आफ्नो पर्सनल यो पुरै हेरेर के पायो होइन अनि पर्सनल ओपिनियन एड गरिदिने ल हेरौँ एकचोटि द पाइ चार्ट प्रेजेन्ट्स मैले भनिहालेँ डायग्राम के छ पाइ चार्ट छ प्रेजेन्ट्स लेख्न सकिन्छ सोज लेख्न सकिन्छ होइन अरू पनि लेख्न सकिन्छ द पाइ चार्ट प्रेजेन्ट्स वाट नम्बर अफ टुडेज युथ आर मोस्टली एडिक्टेड इन अहिलेको जमानाको कति युवाहरू चाहिँ केमा एडिक्टेड छन् भन्ने कुरा यहाँ हामीले सुरुमा लेखेको छौँ यो क्वेसनले पनि त त्यही भनेको छ क्वेसनले भनेको छैन भने पनि क्वेसनले भनेको हुन्छ हुन त होइन किनकि यो मात्र दियो भने त्यति क्लियर हुँदैन कि के हो भन्ने होइन त क्वेसनले भनेको हुन्छ त्यही क्वेसनको कुरालाई एक्सप्लेन गरिदिएको है अनि यहाँ चाहिँ हामीले अलिकति एउटा अझै लाइन एड गर्न सक्छौँ कतिवटा कुराहरू छन् नि त्यसलाई हामीले एड गर्न सक्छौँ एउटा दुईवटा तिनवटा चारवटा छ त्यसैले देयर आर 4 मेजर सेक्टर टेकन वेयर पिपुल आर मोस्टली एडिक्टेड चारवटा चाहिँ सेक्टर्सहरू लेखेको छ जहाँ चाहिँ मान्छेहरू चाहिँ धेरै एडिक्टेड छन् भनेर लेखेको छ यो एउटा लाइन एड गरिदिन सकिन्छ जस्तै यहाँ पनि सुरुमा यसले के देखाइरहेछ भन्ने लेखिदिनु पर्यो होइन यहाँ एउटा दुईवटा तिनवटा चारवटा सेक्टर छ त्यसले चारवटा देयर आर अल टुगेदर 4 सब्जेक्ट्स इन्क्लुडेड यसरी हामीले लेख्न सक्छौँ है फर्स्टमा त्यो क्वेसनको कुरालाई सारिदिने अनि कतिवटा मेनली कतिवटा कुराहरू छ त्यो लेखिदिने फर्स्ट प्याराग्राफ सक्यो सेकेन्ड प्याराग्राफमा त्यसलाई एक्सप्लेन गर्ने अनि त्यो वर्ड्सहरू सेन्टेन्सहरू कुन कसरी युज गर्न सकिन्छ त्यो पनि मैले भनिसकेको छु यसरी अब हेरौँ एउटा इक्जाम्पलबाट The highest portion is occupied by reels, that is 40%, which shows the misuse of internet by today's youth. Highest portion is occupied by. मैले यो कुराहरू पनि भनिहालेँ होइन यति टोटलको चाहिँ 80% यसले अकुपाई गरेर छ त्यो कसरी लेख्न सकिन्छ मैले अघि भनेको थिएँ होइन यहाँ हामीले सुरुमा लेखेको छौँ सबैभन्दा हाइएस्ट पोर्सन चाहिँ रिल्सहरूले स्क्रोल गरेको छ 40% जसले चाहिँ के देखाउँछ भन्दाखेरि मान्छेहरूले इन्टरनेटको मिसयुज गरिरहेछ युवाहरूले इन्टरनेटको मिसयुज गरिरहेछ भन्ने कुरा देखाउँछ भन्ने हामीले लेखेको छौँ त्यसपछि now of games addict is slightly low than reels occupying 30%. यो नाउ अफ भन्दा पनि यहाँ फर्दर मोर लेख्न सकिन्छ है फर्दर मोर अथवा लाइक वाइज यसरी हामीले फर्दर मोर लाइक वाइजबाट एड गर्न सक्छौँ फर्दर मोर गेम्स एडिक्ट इज स्लाइटली लो हामीले तीनवटा कुरा युज गर्न सक्छौँ मेनली युज त थुप्रै कुराहरू गर्न सक्छौँ तीनवटा कुरा याद राख्दा हुन्छ स्लाइट धेरै ठुलो चेन्जेस छ भने सिग्निफिकेन्ट ठिक्कको छ भने मोडरेट हल्का छ भने स्लाइट होइन यो तीनवटा कुराहरू हामीले लेख्न सक्छौँ त्यसपछि हामीले लेखेका छौँ फर्दर मोर गेम्स एडिक्ट इज स्लाइटली लो गेम्स एडिक्ट चाहिँ गेम्स 30% छ रिल्स 40% छ कुन कम छ गेम्स कम छ होइन त्यसैले फर्दर मोर गेम्स एडिक्ट इज स्लाइटली लो अलिकति गेम्स एडिक्ट चाहिँ अलिकति कम छ रिल्स भन्दा अकुपाइङ 30% चाहिँ त्यसको छ सिमिलरली फर्दर मोर लाइक वाइज सिमिलरली होइन एडिसनल्ली यस्तो खालको वर्ड्सहरूलाई एड गरेर त्यसलाई बढाउन सकिन्छ सिमिलरली स्मोकिङ लाइज इन थर्ड एट द लिस्ट एन्ड टिभी एडिक्ट्स इज इन द लास्ट पोजिसन विथ 20 and 10% रेस्पेक्टिभली
यहाँ रेस्पेक्टिभली भन्नुको मतलब चाहिँ यहाँ हामीले लेखेका छौँ के हामीले लेखेका छौँ सिमिलरली स्मोकिङ लाइज इन द थर्ड एट द लिस्ट एन्ड टिभी एडिक्स इज इन द लास्ट के लेखेका छौँ स्मोकिङ स्मोकिङ अनि टिभी एडिक्स and TV addicts is in the last position with 20% and 10% भनेर अब कसको यो स्मोकिङ को 20 हो कि यो टिभी को 20 हो कि के हो भन्दाखेरि हामीले यहाँ वर्ड युज गरेका छौँ रेस्पेक्टिभली भन्नु मतलब सुरुको 20% स्मोकिङ को हो रे टिभी को 10% हो रे यसरी सुरुको सुरु सेकेन्डको सेकेन्ड यो रेस्पेक्टिभली अब त्यो दुईटाको बारेमा हामीले लेख्यौँ अनि त्यसपछि चाहिँ स्मोकिङ र टिभी छ स्मोकिङ चाहिँ 20% र टिभी चाहिँ 10% छ भनेर हामीले लेखेका छौँ अब लास्टमा मैले भनेकै थियो अघि while observing the data presented in the pie chart यो वर्ड युज यो सेन्टेन्स युज गर्दैन सकिन्छ हैन यो पाई चार्टमा भएको डायग्रामलाई चाहिँ मैले हेर्दाखेरि मैले के बुझे भनेर यहाँ लेखेको छ while observing the data presented in the pie चार्टमा भएको डाटालाई हेर्दाखेरि it is clear that most addiction is related to internet and mobile phone यो हेर्दाखेरि चाहिँ के क्लियर भयो भन्दाखेरि धेरै जस्तो एडिक्सन्सहरु चाहिँ मोबाइल फोनसँग रिलेटेड रहेछन् जस्तै यो रिल्स र गेम्सहरु धेरै जस्तो त मोबाइल फोनमै हो हैन त मोबाइल फोनसँग रिलेटेड छ रे which shows today's youth is wasting time in internet जसले चाहिँ के देखाउँछ आजको युवाले चाहिँ इन्टरनेटमा आफ्नो समय व्यर्थ मात्र गरिरहेछन् अब के यो कुरा यहाँ दिएको छ छैन यो हाम्रो पर्सनल ओपिनियन तर मिल्नु पर्यो हैन यो स्ट्याटिस्टिक्ससँग मिल्नु पर्यो लोजिकली मिल्नु पर्यो हैन त यो चाहिँ हाम्रो पर्सनल ओपिनियन हो जुन हामीले लेखेका छौं यो लाइनमा चाहिँ हामीले कन्क्लुजन लेख्दियौ यो डेटा हेरेर चाहिँ यो पाई चार्टमा भएको यो डेटाहरुलाई हेरेर चाहिँ इट इज क्लियर दैट मोस्टली पीपल आर एडिक्टेड एडिक्सन इज रिलेटेड टु इन्टरनेट भनेर यो चाहिँ हाम्रो कन्क्लुजन हो अनि त्यसपछिको हाम्रो ओपिनियन हो यसरी हामीले लेख्न सक्छौं एउटा अझै एक्जाम्पल हेरौँ बार ग्राफको क्वेशन आएछ मैले यहाँ क्वेशन लेखिन है अब बार ग्राफको क्वेशन छ यहाँ दिएको होला सब्जेक्ट्सहरु यहाँ चाहिँ नम्बर अफ स्टुडेन्ट दिएको छ सुरुमा हेर्ने यहाँ सब्जेक्टहरु रहेछ यहाँ नम्बर अफ स्टुडेन्ट रहेछ साइन्सको 25 जना म्याथको 20 जना सोशलको 15 अकाउन्टको 30 जना रहेछ यसरी नर्मली बुझ्ने हैन अनि त्यसपछि लेख्न सुरु गर्ने द एबोव बार ग्राफ रिप्रेजेन्ट द जस्तै रिप्रेजेन्ट त्यहाँ हामीले प्रेजेन्ट लेखेका थियौं यहाँ हामीले रिप्रेजेन्ट लेख्न सक्छौं अथवा सोज लेख्न सक्छौं यहाँ हामीले सोज पनि लेख्न सक्छौं त्यो मैले जुन तीनवटा वर्ड भने त्यसमध्ये कुनै पनि लेख्न सकिन्छ द एबोव बार ग्राफ सोज द नम्बर अफ स्टुडेन्ट्स एन्ड देयर इन्ट्रेस्ट इन डिफरेन्ट सब्जेक्ट्स बार ग्राफले के देखाएको छ भन्ने कुरा त लेखेको हो नि बार ग्राफले यो देखाएको छ कि कतिजना विद्यार्थी छन् र कुन सब्जेक्टमा इन्ट्रेस्ट छ भन्ने यो त क्वेशनमै दिएको हुन्छ फर्स्ट थिङ यो भयो सेकेन्ड थिङ के लेख्ने कतिवटा सेक्टरमा डिभाइडेड भएको छ भनेर यहाँ एडिक्सनको 4 वटा थियो यहाँ पनि सब्जेक्ट्सहरुको 4 वटा छ त त्यही लेखेको छ देयर आर अल टुगेदर 4 सब्जेक्ट्स इन्क्लुडेड 4 वटा सब्जेक्टलाई इन्क्लुड गरेको छ यति यो दुईटा कुरा लेखिसकेपछि सक्यो फर्स्ट प्याराग्राफ नाउ लेट अस सी अबाउट द सेकेन्ड प्याराग्राफ इन सेकेन्ड प्याराग्राफ वी हैव टु एक्सप्लेन the major things which is in the diagram so let us see that in x axis subjects are given and in y axis number of students are mentioned x axis मा चाहिँ x axis मा subjects हरु दिएको छ y axis मा number of students हरु दिएको छ रे हैन the number of interested student in science is 25 which is the second highest among all science देखि सुरु गर्यो 25 छ यो 30 छ यो 25 छ यो 30 यो 25 second highest छ भनेर लेख्यौ we can notice a slight decline अलिकति तल गएको छ नि स्लाइट डिक्लाइन भएको छ धेरै भएको छैन नि यहाँदेखि यहाँ भएको भए धेरै डिक्लाइन भन्न सक्थ्यौ अलिकति डिक्लाइन छ स्लाइट डिक्लाइन हैन धेरै भएको भए चाहिँ सिग्निफिकेन्ट डिक्लाइन भन्न लेख्न सकिन्थ्यो देयर इज अ स्लाइट डिक्लाइन इन म्याथ सब्जेक्टमा चाहिँ अलिकति छोटो डिक्लाइन आएको छ अलिकति फल आएको छ हैन त्यो हामीले लेख्दिन सक्छौं यसको पनि कुन वर्ड्सहरु युज गर्न सकिन्छ भन्ने पनि मैले भनिसकेको छु furthermore likewise यस्तो वर्ड्सहरुबाट हामीले बढाउन सक्छौं सेन्टेन्सलाई furthermore there is a moderate fall in social subject अझ त्यहाँबाट अझै झरेको पनि छ हैन अझै झरेको छ अथवा from science subject to social subject it keeps on falling भनेर पनि लेखिदिदा भयो कसरी एक्सप्लेन गर्ने आफ्नो मर्जीको कुरा हो furthermore there is a moderate fall in social subject that is 15 यो सर्ट पनि लेखिदिदा हुन्छ that is भनेर लेख्दा पनि हुन्छ सोशलको 15 छ त्यसैले मैले 15 लेखे त्यसपछि पुरै बढेको छ एकदमै बढेको छ त्यसैले देयर इज अ सिग्निफिकेन्ट हाइक लेख्दिदा भयो इन्क्रिज लेख्दिदा भयो हैन जे पनि लेख्दिदा भयो है देयर इज अ सिग्निफिकेन्ट हाइक इन अकाउन्ट सब्जेक्ट विथ 30 स्टुडेन्ट्स 30 जना विद्यार्थीबाट चाहिँ सबभन्दा हाईएस्टमा अकाउन्ट सब्जेक्ट रहेछ र अकाउन्ट सब्जेक्टमा चाहिँ एकदमै बढेको छ भनेर हामीले लेखेका छौं सेकेन्ड प्याराग्राफमा हामीले के गर्यौं हामीले यही डायग्रामलाई
एक्सप्लेन गर्यो, यही डायग्रामको हामीले डिस्क्रिप्सन लेख्यौँ. नाउ लेट अस सी दिस थर्ड प्याराग्राफ हियर. While observing the data presented in the pie chart, यो जुन पाई चार्टमा भएको डेटालाई हामीले हेरेपछि हामीले के पायौँ भन्दाखेरि कन्क्लुजन है, यो हेरेपछि यो त अघि रेडिमेड लाइन नै हो. We can say that the student seems more curious to learn account. विद्यार्थीहरू चाहिँ अकाउन्ट पढ्न चाहिँ एकदमै उत्सुक होइन, एकदमै इन्ट्रेस्टेड छन् भन्ने हामीले बुझ्यौँ. अब ओपिनियन लेखिदिने एउटा. This also says that they have interest in accounting section. अकाउन्टिङ सेक्सनमा अकाउन्टिङतिर जाँदाखेरि होइन, अकाउन्टिङ अडिटिङतिर पछि जाने उनीहरूको इन्ट्रेस्ट पनि हुन सक्छ भनेर हामीले ओपिनियन लेख्यौँ. यसरी हामीले इन्टरप्रिटेसन अफ चार्ट गर्न सक्छौँ. यसरी हामीले एउटा एउटा डायग्रामलाई एक्सप्लेन गर्न सक्छौँ. म आशा गर्छु तपाईँहरूले बुझ्नु भएको होला. अब आउने भिडियोजहरूमा हामीले गाइडेड राइटिङ सेक्सनको अरू पनि कुराहरू गर्नेछौँ. त्यसपछि हामी ग्रामर सेक्सनमा पनि जानेछौँ. बिस्तारै बिस्तारै हामीले क्लास 8 को इङ्ग्लिसलाई हरेक टपिक्सहरूलाई हामीले कभर गर्नेछौँ. आजको लागि यति नै. धन्यवाद.